हेलो साथीहरू, एउटा कुरा चाहिँ कन्फ्युजन भयो कि माओवादीको मा पनि त्यत्तिकै मान्छे आउँछन्, काङ्ग्रेसमा त्यत्तिकै मान्छे आउँछन्, एमालेमा पनि त्यत्तिकै मान्छे आउँछन्, घन्टीमा पनि त्यत्तिकै मान्छे आउँछन् हैन। अनि अर्को राजावादीमा पनि त्यत्तिकै मान्छे आउँछन्, जेनजी आन्दोलनमा त्यत्तिकै मान्छे आउँछन्। यो काठमाडौँमै त्यत्रो मान्छे छन् कहाँ भने के? यो मेरो पार्टी, त्यो मेरो पार्टी, हलानु मेरो पार्टी, हलानु मेरो पार्टी भन्छन्, तर यी फरक फरक मान्छे चाहिँ कहाँबाट आउँछन्? अचम्म छैन र हैन। अब काङ्ग्रेसले बोलाए त्यहीँ गएला रहेछन्, त्यसो भने सबै भात मारा हो नि क्या हो हैन। एमालेले बोलाए त्यहीँ गइहाल्ने, अनि माओवादी बोलाए त्यहीँ गइहाल्ने हैन। अलग अलग पार्टीको मान्छेको त कम हुनुपर्ने नि मान्छे। जसको कार्यक्रममा देख त्यति मान्छे देख्छु, माओवादीमा हेर्नु त्यति मान्छे छन् हैन। अनि मान्छे चाहिँ कहाँबाट उत्पन्न हुन्छन् भने कि एकै रातमा एकै दिनमा कहाँबाट चाहिँ उत्पन्न हुन्छन् भने। त्यही भएर यो चिजलाई चाहिँ धेरै सोच्नु पर्ने भएको छ कि हामी जनता यस्तै हौँ कि अनि गाली किन गर्नु त भने खान्देऊ न, खानेलाई के भयो त त्यसो भए हैन।